आज हामीहरू जिरेनियम्सको कटिङ्स लाउन गइरहेछौँ। यो मेरो जिरेनियम्सको बोटहरू हो जसबाट चाहिँ हामीले आज कटिङ्स लगाउन गइरहेछौँ हैन। जिरेनियम्सको कटिङ लगाउनको लागि तपाईहरूले सानो प्लास्टिकको कप अथवा पेपर कप लिन सक्नुहुन्छ। मैले चाहिँ यो सानो कफीको कप बोकेको छु है। यसमा चाहिँ धेरैवटा ड्रेनिङ होल्सहरू बनाउनु होला र त्यसपछि चाहिँ यसमा माटो फिलअप गर्नु होला। जेरेनियम्सको कटिङ लगाउनको लागि तपाईहरूले कि त बालुवाको पनि युज गर्न सक्नुहुन्छ अथवा माटोको पनि युज गर्न सक्नुहुन्छ। तर माटो चाहिँ एकदम वेल ड्रेनिङ हुनुपर्छ जसमा चाहिँ पानी नजमोस् है। मैले चाहिँ मेरो यो पुरानो गमलामा भएको माटो चाहिँ युज गर्नेछु। यो माटो चाहिँ एकदम स्यान्डी छ हैन र यसमा पानी चाहिँ जम्दैन है। यसमा मैले पर्लाइट, कोकोपिट र स्यान्ड मिसाएको छु है गाइज। अब हामीले यो माटो चाहिँ हाम्रो कन्टेनरमा भर्छौँ। यसरी कन्टेनरमा माटो भरिसकेपछि यसमा चाहिँ हामीले वाटरिङ गर्छौँ है। फर्स्ट टाइम वाटरिङ गर्दाखेरि जहिले पनि तलबाट पानी निस्किने गरी चाहिँ वाटरिङ गर्नुपर्छ। यसरी पानी ड्रेन भएपछि हैन हामीले चाहिँ अब यसमा कटिङ लगाउनको लागि यो रेडी छ है गाइज। अब हामी जेरेनियमको कटिङ लिन्छौँ। मैले चाहिँ नि यो सबै प्लान्ट्सहरूबाट चाहिँ कटिङ लिइसकेको छु हैन। यहाँ देखिरहनु भएको छ तपाईँहरूले। यसबाट पनि लिइसकेको छ, यसबाट पनि लिइसकेको छु। सबैमा चाहिँ नयाँ पाउलाहरू अब नयाँ टुसाहरू निस्किँदै रहेछ है गाइज। अब हामीले चाहिँ यसबाट चाहिँ लिन लागेको छौँ अब अहिलेको कटिङ चाहिँ हैन। त्यो पनि कहाँबाट भन्दाखेरि यहाँबाट हामीले एउटा कटिङ लिएको थियौँ यसअघि हैन। र यहाँबाट चाहिँ टुसाहरू चाहिँ यसको तलबाट चाहिँ निस्किसकेको रहेछ एउटा, यताबाट पनि निस्किँदो रहेछ र यो पार्ट चाहिँ अलिकति लामो भएर चाहिँ यसलाई चाहिँ हामीले यहाँबाट कटिङ गर्न लागेको छौँ। सो कटिङ गर्नको लागि कुनै प्रुनर अथवा कैँची लिनु होला हैन। मैले चाहिँ कैँची लिएको छु। सकेसम्म कैँचीलाई अथवा प्रुनरलाई तपाईँको सेनिटाइज गर्नु होला। अनि त्यसपछि यहाँबाट ठ्याक्कै यसको नोड एरियाबाट हामीले एउटा कटिङ यहाँबाट हामीले लिन्छौँ है गाइज। हेर्नु है, ल हेर्नुहोस् त यो, हेर्नुहोस् त यो चाहिँ हाम्रो एउटा कटिङ तयार छ। अब यसमा भएको एक्स्ट्रा लिफहरू चाहिँ तलको लिफ्सहरू चाहिँ हामी हटाइदिन्छौँ हैन। सो द्याट यो चाहिँ हाम्रो कटिङको धेरै इनर्जी ड्रेन नगरोस् र रुटिङमा चाहिँ हाम्रो कटिङले फोकस गरोस् भनेर हामीले यो तलको एक्स्ट्रा लिभ्सहरू हटाइदिएको छौँ र माथिको दुईटा लिभ्स मात्रै हामीले बाँकी राखेको छौँ है। र हाम्रो कटिङमा यो तलपट्टि भागमा अलिअलि हामीले केरेको छौँ कोतरेर चाहिँ माथिको जुन त्यो सुक्खा पार्ट हुन्छ नि त्यो चाहिँ रिमुभ गरिदिएको छौँ। तलपट्टिको भाग हेर्नु त यो थोरै यो चाहिँ हामीले हटाइदिएको छौँ है। र यसलाई चाहिँ हामीले हाम्रो यो पटमा चाहिँ अब कटिङको लगाउन गइरहेका छौँ। त्यसको लागि हामीले पटमा चाहिँ थोरै एउटा केही लट्ठीले अथवा केहीले थोरै अलिकति पाल बनाउने हैन। त्यसपछि हाम्रो कटिङलाई सर्लक्क यहाँभित्र चाहिँ कम्तीमा पनि दुईटा अथवा तीनटा नोड एरिया हामीले भित्र यसमा कटिङमा हालिदिन्छौँ र यसलाई साइडबाट मजाले हामीले थिचिदिन्छौँ सो द्याट हाम्रो सोइलसँग राम्रो कन्ट्याक्ट नबसोस् यो कटिङ। अब हाम्रो यो जेरेनियमको कटिङ चाहिँ रेडी भइसकेको छ हैन। यसलाई चाहिँ हामीले अब सेड ठाउँमा चाहिँ राख्नुपर्छ जहाँ चाहिँ घाम नलागोस् है। र यो करिब 1 महिनाभित्रमा चाहिँ हाम्रो यसको रुटिङ्सहरू आउँछ है। ल यहाँ हेर्नु है कति धेरै जेरेनियमको कटिङ्स मैले लगाएको छु। यो चाहिँ अहिले भर्खर लगाएको जेरेनियमको कटिङ हो र बाँकी यिनीहरू चाहिँ मैले 2 दिन अगाडि लगाएको थिएँ। र एउटा यो पटमा चाहिँ यो चाहिँ अब लगभग 4-5 दिन हुन लागिसक्यो जेरेनियमको कटिङ लगाएको। जेरेनियमको कटिङ्स लाग्छ कि लाग्दैन भन्ने कुरा चाहिँ लगाएको 1-2 दिनमै थाहा हुन्छ, किनभने सबै पत्ताहरू हेर्नु सबै ग्रिन भइरहेको छ, कुनै पनि सुकेको पत्ता छैन हैन। सो सबै हाम्रो कटिङ्सहरू हेल्दी छ। सबै कटिङ्सहरू मैले यसरी नै लगाएको छु र यो अराउन्ड 1 मन्थमा चाहिँ यसको सबै रुटिङ मजाले भइसक्छ र ट्रान्सप्लान्टको लागि चाहिँ यो रेडी हुन्छ गाइज। जेरेनियमको कटिङ हाल्दाखेरि चाहिँ मैले चाहिँ यो साइडबाट यसरी छोपिदिएको छु सो द्याट यहाँ चाहिँ हावा चल्ने ठाउँ यो हावाले चाहिँ नहल्योस् कटिङ्सहरू भनेर है। उज्यालो चाहिँ एकदम धेरै आउँछ यहाँ तर घाम चाहिँ यहाँ आउँदैन है गाइज।
यसै गरी तपाईँहरूले पनि कटिङ लगाउनु होला र यसको अपडेट चाहिँ के कसरी हुन्छ म तपाईँहरूलाई दिने नै छु। सो च्यानललाई सब्सक्राइब गरेर राख्नु होला र यो भिडियोलाई लाइक पनि गरिदिनु होला।